हेलो गाइस, हामी चाहिँ अहिले के अरे घोङ्गी टिप्न जान्न हाम। अस्ति एक्लै गएको थिएँ, यस्तै जुगा भएर फर्केर हाम। अब अहिले छ कि नै यिनी दुईजना केटा डरान्न भने जुगासँग, त्यही भएर यिनीहरूलाई लड्जान लाग्छु। अनि घोङ्गी छ भने टिपेर टर्नै लिएर आउँछु, छैन भने चाहिँ यति चाहिँ थोरै भयो भने जसरी लिएर आउँछु। अनि देखाउँछु म वहीँ गएर। अनि भयो जुगा आएछ, आज जुगा आयो भने त्यो जुगाको म नि उल्टाइदिन्छु, त्यो जुगालाई यिनीलाई छोप्न परान्छु, म उल्टाइदिन्छु, देखान्छु ल। हेलो बाई। यिनीहरू चाहिँ घोगी टिप्न लाग्यो त्यस्तो होला होइन, तल तल हुन्छ के, तल तल मात्रै छोप्छु, तल तल हुन्छ के, ऊ तल तल माथि माथिको त होइन त्यो घोगी त, तल तलको मात्रै, तल तल भएको मात्र जुगा हुन्छ भाइ। अहिले अहिले हाल्छ, कसम हाल्छ जुगा। हेर यहाँ चप्के हो कि यहाँ छ कि घोगी, कि यो के हो भनेको, यो पत्तामा पत्तामा छ है, यहाँ छ है। यिनीहरूलाई घोगी टिप्न लगा त अहिले यस्तो जुगा चप्किन्छ होला कि, तिम्रो तलबाट गर्न पर्ने कि, तल अब तिम्रो ढमिलिन्छ। के जुगा ए घोगी ओ हेर त अगाडि अगाडि नजर राम्रोसँग टिप, यता कुना कुना यता यता हेर, अजम्बरीको बिहाको यो उसमा नै हुन्छ, अहिले धमिलिन्छ अनि देखिन्न झन्। म त डर लाग्छ, अस्ति लास्ट जुगा थियो, कसम भनेको लास्ट जुगा थियो। अनि म त लास्ट डराएर अनि म त छेउछेउमा टिपेको, त्यो घोगी टिपेको मात्र भयो, पुरै कुहिएर गइहाल्यो। के गर्ने, गाह्रो छ। समात त ल, यो त समात त मैले भुइँ यता छेउछेउको टिप्छु। अहिले धमिलिन्छ यिनीहरू, हिरा हिँडेर धमिलिरह। यिनीहरूलाई घोगी टिप्न पठाएको मैले चाहिँ, घोगी टिपिरहेछन् यिनीहरू। ए जुगा चप्को भाइ, यता जाऊ त। ए मान्छे आएपछि त यिनीहरूले त दिमाग ह्याङ गरिदिइहाल्छ नि त, अनि आइहाल्छ कि। ए कत्रो माग्नु दुईटा एउटा गयो निस्केर, यत्रो जुगा हुन्छ यहाँ। बयर नि टिपेर खाने हो, थाहै छैन त यहाँको रातो खाने हो, हामीलाई त थाहै नै यत्रो पल्लो कहाँदेखि आयो। मिठो छ यार, अमिलो छ नि। चिज कस्तो छ, एकदम सिधा, गर्लफ्रेन्ड पनि छैन हो। 5वटा खाए पनि हुन्छ होला नि। यसको पनि गर्लफ्रेन्ड छ। हेर नाम भन्दैन सम्माको, हाम्रो गाउँको चोक हो। हामी चाहिँ यतातिर भ्याइएर उता जाँदैछौँ टिप्न। अब हेरमै कस्तो हुँदो रहेछ। अनि एउटा हामीले चाहिँ एउटा जुगा पनि भेटायौँ, उयोमा लगेर गइरहौँ, यो पकेटमा रोक नजिक। यसको उपचार अहिले गर्छौँ हामीले। अब एकछिनमा यहीँ गरौँ के, अब उपचार गर्छु म। यिनीहरू क्यामेराम्यान हुन्छन्। मलाई देखा है, यो जुगालाई देखाएर यहाँ जुगाको गाई जुगा यही हो। यो जुगाको साले हामीलाई टोक्न खोज्छ यार। यसलाई नि देखा, जुगालाई नि देखा, जुगा यस्तो भयो, लरङ लुरुङ भयो। यसको अब उपचार गर्ने हो। छोप्न डराने त्यो पात्ताले अझ डरान्थेन क्या म पहिला पहिला। आजकल धेरै भयो नि त, अनि यसको सङ्गत नगरेको जुगाको सुध्रेछु म पनि। त्यही भएर झन् सुध्रिने भनेको त मेरो पछि पछि आएको यो ठुलो यार, बिचरालाई के हत्या गर्ने। लोक सिंह लिएर आउनु पर्ने, सिंह पर्दैन। अब यसले किन म यिनीहरूको अगाडि गएछु भनेर यसले एकदम रिग्रेट फिल गर्छ एकछिनसम्म। सालेको त तेरो त अब म उपचार गरिदिन्छु। कति खुन खाएर देखिस्, कसको खाए त भेट्छ। हेर्दा कति धेरै खुन पनि खाइरहेछ यसले त।
रोक यसको त झन् बदला यसको त रोक न राम्रोसँग बनाए भिडियो पनि के जुगालाई मिचेको त त्यो मैला मिचे जस्तो किन देखाउन पर्दैन र बिचारालाई खुन छोडिरह यार यसले थाहा पाइसक्यो कि मेरो हत्या हुन्ला भनेर अनि बिचारा मलाई मार्नु मन थिएन के गर्ने तैँले मलाई टोके हिँडीमा खराब पर्छ जस्तो जहिले के हो यो भएन क्या एकछिन बन्द गर त टोक्नु खोजिखेल त उपचार हान्ने रे यसको फुबुले होइन त्यो हुन्न के हल्का साह्रै चाहिन्छ कहाँ गयो खोइ यसको उपचार गर्ने ल फुबुले यो जुगाको चाहिँ उपचारको क्रममा निधन हुन्छ अब नतन्केन बे मछली उडु मान्यो यार तन्किँदैछ भयो भएन क्या हुन्छ यो घुस्न दिनु पहिला त अहिले माने होइन के अपरेसन गरौँ भनेको हुँदैन भन्छ त्यही खुन छ बेसको त दोहोरो खुन खाइछ को आयो थोरै त्यहाँ भैँसी राटे क्या हो त्यही भएर त्यति लाभ लगाउँछन् कतै हेर हेर उल्ट्यो उल्ट्यो जुगा उल्ट्यो यसले यस्तो मेरो अस्ति यस्तो सास परान खायो गर्दै आउँदैन म त नि उल्टाइदिएँ मैले अब यसलाई यहाँ घाममा सुकाइदेऊ चाहिँ अब उतातिरको त्यो चोकको पुलमुनिको उसको भ्याएर अब यता जङ्गलतिर कुलो ह त्यता जान्ला यहाँ त कति खङ्गान्दिन मान्छे थकिने भन्ने कुरा हो छैन भने चाहिँ उता माथि जान्छौँ यसपछि हामी घर जान्छौँ तर छ कि नै भन्ने कुरा हो सकेसम्म एक छाक पुगाम भन्ने सोच हो अब छ कि छैन भन्ने कुरा हो मान्छेले क्या खङ्गान्ने के खङ्गाने र यो कलबट छ नि कलबट भने त 20-30 तल्लाको सुनको घर छरे के गाउँको मान्छेहरूले भन्ने के हाँस्छु रास्तामा भट्केपछि त एउटा एक तल्ला निस्केन क्या हो इतिर पनि निस्केन एक तल्ला हेर 5 टन नै रहेछ त यार भनिछु ल जाऊ त अब चेक गर एकचोटि 20-30 तल्लाको उताबाट घुँगी हेर्न जा भनिरहेको छु तल छ भने चाहिँ टक्क लाएर टिप्ने हो अस्ति म उता माथि चाहिँ आएको थिएँ यता चाहिँ आएन कि एक्लै डर लागेर होइन हो र ल आइज फेरि जम्मातिर खै चेक गर त ठुलै खाल्टा बनाएर चाहिँ त्यता त थाहै थिएन मलाई म चाहिँ यहाँ पहिला यहाँ ठुलो उस थियो अनि बाँध फुटेर पुरै बाँध यो फुटेर गयो भनौँ न अनि यस्तो छ आधी भाग यहाँ छ अनि पहिला हामी यस्तो चिप्लौटी खेलेर पुरै खुल्साउँथ्यौँ के साग पुरै साग पुरै अब फेरि आज म खेल्छु चिप्लौटी बालु हाल त खेल्ने हो एकचोटि खेलेर देखाउँछु ल यसले भिडियो बनाइन्छ पुरै मेरो त त्यो पेन्टी उस भएर पनि जुला परेर पनि चाकै पुरै यत्रो त छाडै जान्थ्यो क्या यस्तो त्यही पनि जानु र तलबाट आइज तल चाहिँ अब
के अरे यही हो यत्रो ठुलो पुरै यो टाल पुरै हो कि यो एरिया पुरै टाल थियो पहिला अहिले त्यहाँबाट फुटेर सब गइहाल्यो अनि हामी चाहिँ अब यता पनि खोजी बुढा पनि खोजी भेटाएनौँ अब उता फिल्डको छेउतिर जान्छौँ त्यहाँ छ भने छ छैन भने फेरि एकचोटि फेरि त्यही ठाउँमा जान्छौँ अनि त्यसपछि त्यसपछि त घर जान्छौँ यिनीहरू बल खेल्न जान्छन् यिनीहरूले यहाँ घोगी यहाँ चाहिँ पाएमै धन्न हे भगवान् अनि कपडा नि खोल्यो त्यसले अनि धन्न घोगी पाएँ हे भगवान् म त खुसी भएँ म त लास्ट खुसी भएँ नजाऊ न अघि नधमिलाउ न सँगसँगै हिँड तिमी दुईजना कति खुसी लाग्यो मलाई घोगी भेट्यो यार धन्नले बिग स्माइल अन माई फेस के यिनीहरू टिपिरहन् मजा आएको थियो है मैले फेरि धमिलिन्छु कति छ माछाहरू पनि कति लुटो आउने आन्छ लुटो जाँठा पहिला यहाँ कति खेलिस् र पौडी खेल्दा त आएन तँलाई लुटो अझ आउँछ अरे सानोमा नि त उयो हो त के र हामी कति पौडी खेल्यौँ यो टालमा पहिला आएन त हामीलाई त लुटो नाटक गर्छ ऊ हेर ऊ अगाडि पनि अगाडि ऊ छोड्छ त्यो धम्लिन्छ अहिले अनि मेरो भदेहरूले यस्तो टिपिराख्ने गहिरो अरे सबै टिप अनि हच्चमा छ म चाहिँ यहाँ छु खुसी छु म खुसी छु तिम्रो साथी पाएर यता त देखिन्न त यस्तो गहिरो पानी भरिएको रहेछ यो माछाले अहिले चाहिँ जे होस् पायौँ हामीले घङ्गी भन्ने कुरालाई अबि साले अनलाइन त उस नगर है ल खसालिस् क्या हालेको मैले हेर देखिसकेनस् र त्यही कति छ त ए भगवान् हेर कति माछा पनि कति खोइ माछा यी के हेर यी घङ्गी कस्तो तैँले त कस्तो गरेको र हल्लाको नहल्ला न पानी अब हेर कति छ यी थाहा भयो त भाइ नहल्ला एक ठाउँ बस आजु चिसो रहेछ बल्ल मजा आउँछ यहाँ ठन्डा पानीमै लेउ चाहिँ टन्नै रहेछ अब माछा कति छ मार आउने र भोलि के गुगु जस्तो साले खान पाइसक्यो खाँदैछु ल म नआउने माछा कति छ लेउमा इ लेउमा घोगी भन्नु न अब फोकस अन घोगी नट फिस अब जान पर्दैन उता न साला हिरा हजुर मजा आयो नि हजुर ए ल्याउले पनि यता आउनुपर्ने रहेछ अघि नै नि टन्नै रहेछ त नि हैन तलेबाट आइम ठिक गरिम माथिबाट आएको धमिलो हुँदै जान्थ्यो के यहाँ पनि छ टन्नै रहेछ त्यहाँ तलै रहेछ के ए जे होस् म अस्ति यता आएन कि उता तल गएँ नि उताबाट फर्केर गएँ कि यहाँ छ त हड्डी हाँसो म त हड्डी हाँसिहाल्छ नि कसम मेरो साथीहरूले कति खान मन लागेर यहाँ हेर यति को साथी छन् कि साथीहरू कसम घाउमा चप्किरहेछ घाउ खान्देऊ उसको त्यहाँको घाउको खुन खानिदिनु पर्छ अरे के जुगालाई कसम हो रे के दिनुपर्छ कसम खाइसक्यो कि झिक्दा बेला उल्टाने होला नि पुगो ठाउँ हुन पर्यो नि हेर उल्टाने ठाउँमा छ त उल्टाइदिनु र साँच्चै र उ हेर न खुन खाएर खुन नसुन पहिला घोगी खोज्दैन म अब टिका चाहिँ यहाँ छ यसको पनि अहिले उपचार हुन्छ अहिले हामीले एक्सपेक्ट गरेको भन्दा चाहिँ टन्नै रहेछ है घोगी कसम भनेको हामीले सोचेको भन्दा न आकाश हामी त अझ नाने भन्थ्यौँ मेरातिर जुगा झिकम झिक देखिस् देखे त्यो गाँड भयो हो कहाँको खुट्टामा चप्के ल अहिले अब सोचेको भन्दा पनि धेरै के घाउमा न सब मार्दैछ ठुलो हुँदै थाहा छ छोटो उ त मस्लिम कहाँ छ नि त उसँग छ हिरासँग छ हिरा लिएर आउनु यार ल
यो पनि दे हिरालाई हजुर दिनु भनेको मलाई दिनु उगे आयो त नि तेरो पछाडि ए ल्याउ यति भइसक्यो नि छिटो दिपो उडा कुनातिर दिपो अहिले नत्र धमिलिन्छ आछु फेरि सुरु जाडो ओए जुगा बिरोमा चप्केला अरू भन्दा हो साँच्चै बेरोमा चप्केला नि तिमीहरूको फेरि साँच्चै हो कि कसम भनेको अरू ठाउँमा चप्के त ठिकै हो अब सबको भन्दा बस गयो भने त बर्बाद हुन्छ तिमीहरू बिहोस हुन्छ फेरि उहाँ कसरी जान्छ त जान्छ नि जाँटो हजुर लिएर आउनु न यस्ताहरूलाई जाडो भयो अरे जाँठाहरूलाई नाटक देखाउन छ ओ यो बोरा लिएर होइन न तिमीहरूले केमा हाल्ने र बोरा लिएर नहिँडेर यार काका लेउ लगाइदियो यार ल मैले के छु भने होला उसलाई दिनु न यो हिरा हिरा समाज बाबु हिरा सुत्नुहोस् न आइज घुँगी टिपिरहेछन् यस्तो गरेर आँटे यस्तो चाहिँ हिँडाल भनेको भाग्दो रहेछ नि घुँगी भाग्छ नि घुगी के भाग्छ क्या मासु त भाग्दैन किन चलिरहेको कि त्यो चाहिँ हाम्रो गाउँहरू हो पारिपट्टिको चाहिँ सानो के टिप्नु अब भन ठुल्ठुलै टिप अब त हाम्रो विकसित भइसक्यो हामी त अब अमिर हो अब मजाले हामी घुँगी लबर हो है घुँगी लबर सोझ हो तिमी क्षमा बनाएनौ खै म त सोझे जस्तो देख्छु हाँसेको हाँस मात्र गर्छन् यता त्यो त यता यता टन्नै छ त्यो चुमा छैन हामीले चाहिँ टन्नै भयो भन्नाले नि त्यस्तो टन्नै नै होइन तर उताको भन्दा त लास्टै भेटेर पनि त्यो खुसी लाग्यो यार कसम लास्टै खुसी लाग्यो ओ पाउना भन्ने ल लागे हालेर ढाड दुख्छ जुगुलाई देखेर लायो रुगा तिनीहरूले पुरै कपडा सपडा खोलेर टिपिरहन् कस्तो राम्रो आएको र 0.5बाट भिडियो हो आफूले आफूलाई पुरै स्लिम एन्ड कस्तो रे हुँदैरहेको हैया माथि चाहिँ चरा चिबे चरा बसिरह अनि यता चाहिँ घाम लागिरह यो पुरै पहिला यो पुरै एरिया पहिला ताल थियो अहिले चाहिँ उस भयो अनि हामीले चाहिँ सोचेको भन्दा पनि एकदमै धेरै घोगी पाएर एकदमै खुसी छौँ एउटा जुकालाई चाहिँ यहाँ यस्तै कैद गरेर राखेछौँ यस्तो गरेर अनि म चाहिँ चप्पल बोकेर हिँड्नेछु अनि त्यो जुकाको चाहिँ हुन्छ अहिले एकछिनपछि उपचार यिनीहरू फेरि केटाकेटी छम्मा गर्लफ्रेन्ड र बोयफ्रेन्ड जस्तै गरिरहन् लडेछन् यार यिनीहरू छिटो छिटो टिपो भनिरहेको छु लडेछन् कहिले हेर न शरीरभरि हान गरेर हौ नाटक बेसी गरिरहनु मैले अहिले हेर्नु पुगेर लोटाएर घोप्टाउँछ टिप नलोटा नघोप्टाऊ है कहिलेको त शङ्का पो लाग्छ हौ तिमी दुईजना गर्लफ्रेन्ड बोयफ्रेन्ड हो क्या भनेर मलाई त गे कपाल थाहा पाखा चाहिँ आमा गे भने थाहा कति छोडेर गइरहेको त्यहाँ माछा रे मैले ओन्ली फोकस केमा भनेको रे अनि घोगी खाएर लायो रोगी साले झन् सन्चो हुन्छ रोग यो पुगेला पछि चल्दै आइरहेछ नगर न बाबु टिपकै मस्त हसिरो अहिले उहाँ यत्रो कपडा धुन थाहा होइन कति भिजाएर हो भोलि त स्कुल जाने होला नि अखिया अनि ड्रेस त भिजाइराखस् अनि हेरो यति धेरै सुरमा यति धेरै होइन नाटक यति मात्र हो यति त हो नि होइन खुसीलाई त उता त कति पाकै थिएन नि त त्यही भएर हामी चाहिँ घोगी टिपेर भ्याएर अब घर जानु लागेको अब उतातिर छ अनि यिनीहरूको कपडा पनि धुन टन्नै अनि खुट्टा हेर्नु यहाँ खुट्टा जुकाको कार्यक्रम हुन्छ यहाँ छ त जुका यहाँ छ यिनको कार्यक्रम दुईवटा कार्यक्रम अहिले गरिदिन्छु एउटाको अघि गरेको अनि हामी चाहिँ अब जान्छौँ 16मा 3 किलो हानेर भयो हान्दिनँ क्या अनि
अब हामी चाहिँ जान्छौँ अब घर गएर घुङ्गीलाई के गर्छौँ भनेर पनि देखाउँछु अनि त्यसपछि धुन्छौँ हुन्छ फेरि एउटा सफा पानीमा राखेर पिठो हालिदिन्छौँ अनि पछि फेरि पाहुना आउँछौँ पाहुनालाई दिने जान्छन्। अनि यो 0.5बाट चाहिँ साह्रो राम्रै देखिने हो राम्रो देखेछु म जुगाको साथमा म राम्रै देखेछु। अब हामी त हिँड्ने नि खुट्टा त्यस्तै फोहोर त्यही माथि यहाँ कुडो ओ माई गॉड कुडो के साह्रो लागेको र मेरो खुट्टामा देखेकै थिएन कसम यस्तो कुरो लाग्यो मेरो खुट्टामा कसरी फाल्ने हो जाउँ लाग्यो त्यसको चाहिँ आङ चिलाइरहेको अजीब अजीब गरीब हो लोगों का बात नहीं सुनते हैं बाक जाम 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 पानी छैन होइन घरै गरौँ ल किन त राम्रो भिडियो बनाउनु यसको राम्रो भिडियो बनाउनु छ क्या अनि कसले बनाइन्छ त निशा छि उली त आयो उली त गाइस म चाहिँ अघि लिएर आएको जुगाको अपरेसन गर्दैछु यिनीहरूले हाम्रो खुन खान्छ नि त त्यही भएर यिनीहरूलाई त जिउँदो राख्नुहुन्न क्या यिनीहरूलाई त मार्ने हो यिनीहरूलाई हैरान पार्छन् त अनि पार्न पनि दुईवटा बोकेर आएको तर हेर न दुईटै डिफ्रेन्ट के एउटा कालो हो यो फेरि छिर्की छिर्कीमा चाहिँ पहिलो आएको छ चक्यो नि ऊ त्यो झन् भाइ खुनै खुनाएको कति खुनै खुनाएको बुट लगाएर नगएनन् त्यहाँ दोहोऱ्याउनु रहेछन् के अर्को हुँ एउटा उड्लाइदिएको एउटा चप्केको क्या दुईवटा चप्केर झन् तिनको त्यही उसमै खोलामै झरेको आकाशको चप्केन गिलासदेखि निस्किनै मान्दैन हजुर कहाँ भयो एउटा यहाँ छ यिनीहरूलाई अपरेसन गर्छु म अपरेसन बजी सुत्यो कि उठ्यो अबि यो सिङ्कै उस भयो कि यार कमजोरी सिङ्कै कमजोरी भयो नि डर लाग्छ हेर्नु सिङ्कै काम छैन यार कति दुख्यो होला बिचरा जुगा बोकेर आएको जुका चप्केको नि खाने हो र बहिनी एउटा पत्ता ल्याइदिएन बहिनी जा त पत्ता ल्याइदिन्छ पत्ता लिएर आउनु न पत्ता लिएर आउनु त आमा कस्तो पत्ता पात के पात मेरो त्यो खुन हेर्न दागाको कपडाहरू कता गएछ र अपरेसन सक्सेसफुली हुन्छ कि हुन्न भनेर ठुलो परिसकेको छ कहाँबाट पल्ट्यो त त्यो पल्ट्यो त नि आछि पल्ट्यो उस माग्नु न आमा उतापट्टिबाट के चुना यसको त चुना हालिदिनु यसको ए पल्ट्यो खुनै खुन खारहेछ घिन्लायो अब अर्को पालो यिनीहरूलाई मेरो छेउमा नआइज भनेको अनि आउँछ त अनि त्यही भएर पिरतीमा इन्ट्रेस्ट छैन कुरा गर अरू बोजे सुत्यो रहेछ यार हेरिरहेछ तँलाई त म नमारी छोड्दैन खुन खुन चित्ते भएको खत्रै रहेछ यो त डेन्जर रहेछ न साह्रै खुन आएको पछि त्यही घिन्लायो
कसको फोन खाथ्यो होला थाले विरतिमा इन्ट्रेस्ट छैन कुरा गर अरू सक्सेसफुली भयो अपरेसन सक्सेसफुली यस्तो जुगासँग पनि डराने क्या हामीहरू दुईटा जुगाको अपरेसन सक्सेसफुल भइसक्यो ल देखा भयो मोबाइल सिधा समात्ने गाइज अनि यो घोङ्गी ल्याइसकेपछि चाहिँ के अरे यसरी धोएर फेरि यहाँ राख्ने अनि फेरि धुने राख्ने किनभने यो कस्तो मतलब लेउमा थियो नि त अलि लेउमा भएपछि यस्तो भयो अनि फेरि राख्ने अनि त्यसपछि अहिले यसलाई चाहिँ सफा पानीमा अनि म देखाउँछु पहिले यो चाहिँ अहिले धुँदैछु म कति धेरैचोटि धोइसकेपछि बल्ल यतिको भयो यो घोङ्गी अनि अब यसमा चाहिँ पिठो हालिदिन्छौँ हामीले यसरी पिठो राखेर राख्ने हो अनि यसलाई चाहिँ भोलि उमालेर अनि गराएर अनि फ्राई गरेर खानुपर्छ